ल साथीहरू हेर्नु चाहिँ हामी चाहिँ गोसाइकुण्ड दर्शन गरेर अब हाम्रो ब्याग प्याक भइसकेको छ। अब हामी तल झर्न पुरा रेडी छौँ गाइज। अब आउँदा त धेरै टाइम लागेको हो, तल जाँदा कति टाइम लाग्छ गाइज हेरौँ है। ल है साथीहरू हामी चाहिँ बेसी झर्न आएको अब गोसाइकुण्डबाट। एउटा चाइनिज साथी उता, उसलाई चाहिँ सामान अहिले बोक्ने दिएको छैनौँ है। उसले चाहिँ नै म बोक्छु भनिरहेको थियो, नै हामी बोक्छु भनेर हामीले बोकेका छौँ। बाँकी विशाल माथि आउँदैछ। बाँकी हेर्नु सक्नुहुन्छ ठ्याक्कै गोसाइकुण्डको गेट नेरै छु म अहिले। यो हो गोसाइकुण्डको गेट। एकदमै बवालै छ गाइस ठाउँ यहाँको है। ओ माई गड हेर्न सक्नुहुन्छ। बाई बाई गोसाइकुण्ड भन्न चाहन्छु गाइस लास्टमा। बाँकी यता तलको भैरव कुण्डको ठाउँ पनि हजुरहरूलाई देखाइदिउँ भनेको। यता त पुरा हुस्सु लागेर बर्बाद गरेको छ। ओ माई गड यति चिसो, यो हुस्सु पनि पुरा पानीको फोकाहरू हुँदो रहेछ क्या, सानो सानो पुरा आइरहेको छ यार, खतरा तरिकाले चिसो तरिकाले। ओ माई गड अहिले चाहिँ ठ्याक्कै 10:30 भएको छ। बाँकी होटेलमा चाहिँ हाम्रो बिल आएको रहेछ 8,600। ओ माई गड सबै चिज महँगो छ है। अहिले चाहिँ आउँदाखेरि भात खाएरै आउने प्लान थियो, तर पकाउनु भएको रहेनछ उहाँहरूले। अर्डर दिनुपर्ने रहेछ, हामीले चाहिँ अर्डर नदिएरै दर्शन गर्न गएको थियो, त्यही भएर त्यही हो। बाँकी अहिले चाहिँ चाउचाउ उमालेर खाएर आएका छौँ। एउटा चाउचाउ उमालेको 300 रुपियाँ। हामीले चाहिँ 3वटा चाउचाउ खाएको, 3वटा चाउचाउको भयो 900 रुपियाँ। 900 रुपियाँको चाउचाउ खाएर अब धुन्चेतर्फ हिँडिरहेका छौँ। बाँकी मेरो साथी चाइनिज साथी, हेलो। मौसम चाहिँ धेरै खराब हुन्छ यो ठाउँमा, किनकि जाडो त्यत्तिकै है। माई गड पुरै छोड्नुहोस्, बबाल छ बबाल ठाउँ। आउनु होला हजुरहरू पनि घुम्न। यदि हजुरहरू आज भोलि नै आउनुभयो भने घुम्न गोसाइकुण्ड, त्यस्तो धेरै मान्छेहरू हुँदैन है, किनभने होटलहरू प्याक हुँदैन, मजाले घुम्न पाउनुहुन्छ। यदि हजुरहरू अबको 1 महिनापछि यहाँ गोसाइकुण्ड घुम्न आउनुभयो भने यहाँ चाहिँ धेरै भिड हुन्छ। ओ माई गड यति भिड हुन्छ कुरै छोड्नुहोस्, होटेलमा बस्ने ठाउँ पनि पाइँदैन, त्यस्तो हुन्छ। बाँकी होटेलहरू त महँगो कति महँगो हुन्छ कुरै छोड्नुहोस्। त्यही हो हामीले चाहिँ एक छाक खाएको कति 600 कि 700 कति लाउँदो रहेछ एक छाक खानाको। 600 रुपियाँ। विदेशीलाई चाहिँ एक छाक खाना खाएको 1200 रुपियाँ। ओ माई गड विदेशीलाई चाहिँ कत्रो महँगो हुँदो रहेछ यार गाइस। उसलाई चाहिँ 1200 लियो हाम्रो चाइनिज साथीलाई, हामीलाई चाहिँ त्यही 600 एउटा खानाको। ओ माई गड लास्टै महँगो छ। धुन्चेबाट गोसाइकुण्ड पुग्न 2 दिनको पैदल यात्रा लाग्छ है गाइज। तर विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न, हामी चाहिँ गोसाइकुण्ड दर्शन गरेर फर्किने क्रममा 5 घन्टामै तल झरिसकेका थियौँ कि। यति छिटो आएको हामी। अझ नपत्ता हाम्रो हिँडाइ पनि हेर्न सक्नुहुन्छ है, बवाल तरिकाले हिँडेको हो। एकदम खतरा भयो गाइज। आउँदाखेरि चाहिँ एकदम बवालै भयो, बाटो एकदम बवाल छ। पानी चाहिँ परै गर्छ। रेनकोट चाहिँ आफ्नो साथमा लिएर नै जानु पर्छ। झर्दाखेरि यस्तरी कुदेको फाइदा साँझ तल होटेलमा पुगेपछि थाहा भयो, बल्ल थाहा भयो कसरी भनेपछि गाइज खुट्टा दुखेर हैरान। म हजुरहरूलाई के भन्न चाहन्छु भने चाहिँ बेसी झर्दा चाहिँ नदौडेर आउनु होला, एकदम बिस्तारै आउनु होला। हामी चाहिँ दौडेर आएको, भोलि बिहान चाहिँ खुट्टा दुखेर हैरान गाइज। ओ माई गड साइकल चलाउने स्थिति थिएन हाम्रो, त्यही पनि हामी चलाएर बल्ल तल्ल त्यहाँदेखि निक्लेका हौँ। त्यही हो तल आउँदाखेरि यस्तै कुदेर चाहिँ नआउनु होला, हजुरहरूले खतरा हुन्छ। ल बाँकी जुकाहरू धेरै लाग्छ यो बाटोमा, जुकाहरूबाट चाहिँ बस्नु होला हजुरहरू भन्न चाहन्छु। त्यही हो। बाँकी यात्रा एकदम इन्जोय भयो, मजा आयो, हजुरहरू पनि जानु होला गाइज। ल त्यही हो, यही भन्न चाहन्छु। ल भेटौँला फेरि नेक्स्ट न्यू भिडियो न्यू च्यालेन्जमा गाइज। ल।